हेलो एभ्रिवान, आज चाहिँ मैले मासुको अचारको रेसिपी लिएर आइसकेको छु। हजुरहरूले भिडियो कम्प्लिट हेर्नुभयो भने मासुको अचार हजुरहरूले घरमै बनाएर खान सक्नुहुन्छ है। सुरुमा मैले हड्डी भाकेवाला मासु लिएको छु, किनभने मलाई हड्डीवालै मासु मनपर्छ अनि त्यही भएर हजुरहरूले बोनलेसवाला मासु लिन सक्नुहुन्छ है। अनि मैले त्यसमा नुन र बेसार अनि हल्का तेल हालेर म्याग्नेट हुन छोडिदिएको छु आधा एक घन्टा जति। त्यसपछि यता कराईमा तेल हालेर अनि तेल तातिसकेपछि मासु हालेर रातो हुन छोडिदिएर यता मसला बनाउँदैछु है त। मसलाको रेसिपीको लागि भिडियो बनाउनै बिर्सेछु मैले, सरी। यति हजुरहरूलाई चाहिन्छ भने मलाई म्यासेज गर्नु होला, म हजुरहरूलाई यो गर्ने हो भनेर सिकाइदिन्छु। अनि यता चाहिँ मासु रेडी हुँदैछ, रातो भएर मैले निकाल्दैछु। अनि त्यसपछि पालैपिले हेर्नु होला है, सबै भिडियो मैले बनाएर हालिदिएको छु। अनि अघि मासु फ्राई गरेकै तेलमा मैले चाहिँ लसुन र अदुवालाई फ्राई गरेर निकालिसकेको छु। देख्न सक्नुहुन्छ हजुरहरूले गोल्डन कलर भएको छ अनि निकालेको छु। अनि सबै मसलाहरू एड गर्ने त्यसमा, त्यसपछि खुर्सानी पनि एड गर्ने अनि हल्का तेल पनि हाल्नुपर्छ है। मैले हल्का कागती हालेको छु, त्यसपछि चुक अमिलो पनि हालेको छु यसमा, किनभने अमिलोको लागि हजुरहरूले जति अमिलो खानुहुन्छ त्यति नै हाल्न सक्नुहुन्छ। ल हेर्नुहोस् त कस्तो हेर्दै खाउ लाग्ने अचार बनिसकेको छ।